सो अब यसपछि चाहिँ हामीले इन्ट्रोडक्सन टु प्रोग्रामिङ ल्याङ्ग्वेजमा हामी जाँदैछौँ है। कम्प्युटरले बुझ्ने भाषामा भन्नु पर्दा कम्प्युटरले विभिन्न थरीको भाषाहरू बुझ्छन्। पहिला पहिला चाहिँ बाइनरी फर्ममा चाहिँ बुझ्थेन अथवा बुझाइने गरिन्थ्यो, त्यसले कोड र मेसिन डेभलप भएको थियो त्यति बेलाको समयमा, जसले चाहिँ अलि जिरो र जिरो एस एन्ड वान यासमा चाहिँ काम गर्थ्यो है, त्यसले बुझ्थ्यो है। त्यसै गरी हामीले अब कम्प्युटरले बुझ्ने भाषाहरू के छन्, यहाँ कम्प्युटरको ल्याङ्ग्वेजहरू धेरै छन्, प्रोग्रामिङ ल्याङ्ग्वेजहरू, जसमध्ये एउटा सी छ, पाइथन छ, जाभा छ, एचटिएमएल छ है, र जाभा स्क्रिप्ट छ होइन, धेरै ल्याङ्ग्वेजहरू छन्। तर हामी चाहिँ मेन कन्टेक्स्ट कोडमा चाहिँ हामीले सी प्रोग्रामिङ चाहिँ पढ्ने हो, र त्यसैमा हामी पढ्ने जाऊँ है। अब हाउ कोड बिकम अ प्रोग्राम है, एउटा कोड चाहिँ कसरी चाहिँ एउटा प्रोग्राममा चाहिँ हुन्छ। सुरुको स्टेप सोर्स कोड के हो, जसरी कि तिमीले लेखेको कोड है, प्रोग्रामिङ ल्याङ्ग्वेज के हो, सी हुनसक्छ, फर्दर पाइथन, सी प्लस प्लस, मिनिमम जाभा है हुन्छ। त्यसपछि चाहिँ हाम्रो दोस्रो काम भनेको कोड लेखिसकेपछि कम्प्युटरले चाहिँ ट्रान्सलेटरको काम गर्छ। अब कम्पाइलर हुन्छ एउटा एउटा कम्पाइलर एउटा कम्पाइलर अनि अर्को इन्टरप्रेटर है, मैले चाहिँ प्रनाउन्स गर्न अलिकति गाह्रो हुनसक्छ है। कम्पाइलरको काम के भन्दा चाहिँ translate the entire source code into machine code before the program runs and resulting and standable for file in C or Java, C++. It means that है, तपाईँले लेख्नुभएको जुन चाहिँ प्रोग्रामिङ छ नि, जसले ह्यासट्याग इन्क्लुड स्टुडियो डट एज ह्यासट्याग एङ्गुलर ब्राकेट एचटिएमएल क्लोज एङ्गुलर ब्राकेट लेखेर जुन चाहिँ कोड लेख्नुहुन्छ नि, त्यसले चाहिँ के त्यो रन गर्नुभन्दा अगाडि चाहिँ त्यसले के गर्छ भन्दा सोर्सको कोडलाई चाहिँ मेसिन कोडमा चाहिँ परिवर्तन गरिदिन्छ र कम्प्युटरले बुझ्न चाहिँ सजिलो हुन्छ है, जसले चाहिँ कम्प्युटरलाई बुझ्नलाई सजिलो चाहिँ हुन्छ। त्यसैलाई नै कम्पाइलर भनिन्छ, जसले चाहिँ इन्टायर सोर्स कोडलाई चाहिँ मेसिन कोडमा राखिदिन्छ बिफोर द रन्स है, बिफोर द रन्स एन्ड रिजल्टिङ है। फर त्यो जाभा हुनसक्छ, सी प्लस हुनसक्छ, प्लस प्लस हुनसक्छ, सी पनि हुनसक्छ। र अर्को दोस्रो भनेको इन्टरपर्सनल ट्रान्सलेट एन्ड एक्जिक्युट द सोर्स कोड लाइन बाई लाइन वाइल द प्रोग्राम इज रनिङ है। यसमा के फरक छ कम्पाइलरमा र इन्टरपर्सनलमा, दुइटै ट्रान्सलेटर हो, तर यिनीहरूको काम गर्ने ढङ्ग चाहिँ फरक छ। कम्पाइलरले के गर्छ भन्दा रिजल्ट कम्पाइलरले रिजल्ट देखाउनभन्दा अगाडि अथवा रन गर्नुभन्दा अगाडि चाहिँ मेसिन कोडमा चाहिँ परिवर्तन गर्छ। तर तर हाम्रो यो जुन चाहिँ इन्टरप्राइटर भन्ने हुन्छ नि, यो चाहिँ लाइन बाई लाइन कोड जस्तो, जसरी हजुरले ह्यासट्याग है स्टुडियो डट एच इन्क्लुड भनेर इन्क मिन आइएम इन्क मिन भनेर जति पनि कोड लेख्नुहुन्छ नि हो, यो सबै चाहिँ लाइन बाई लाइन चाहिँ यसले प्रोसेस गरेर चाहिँ बल्ल रन गर्छ है। इन्टरप्रेटरको चाहिँ यो मुख्य भूमिका चाहिँ हो है, लाइन बाई लाइन चाहिँ कोड चाहिँ रन गरिदिन्छ, वेदर फर इक्जाम्पल पाइथन हुन्छ र जाभा स्क्रिप्टलाई चाहिँ हामीले एउटा इक्जाम्पलको रूपमा राखेको छौँ। र अर्को इएक्सयुटिआई एक्जिक्युसन भनेको के हो भन्दा एउटा कम्प्युटरले हामीले इनपुट हालिदियो, प्रोग्रामिङ लेख्यो, र एक्जिक्युसन भनेको त्यो प्रोग्रामिङलाई चाहिँ एक्जिक्युट गरेर लागू गर्ने होइन, कम्प्युटरले मेसिन लेभल ल्याङ्ग्वेजमा रिजल्टमा लागू गर्नेलाई पर्फर्मेन्स इन्स्ट्रक्सन टास्क, हामीले जे टास्क दिएको त्यसलाई चाहिँ लागू गरिदिने है। सो ल, यो चाहिँ एउटा अलिक बढी ट्रान्सलेटर कम्पाइलर र इन्टरप्रेसनल भनेको के हो भन्ने चाहिँ अलिक कन्फ्युज हुन्छ, त्यसैले चाहिँ यो चाहिँ नोट डाउन गरेर हाम्रो। र अर्को सी, जेनरली हामीले सी प्रोग्रामिङमा सी भनेको चाहिँ हामी सी पढ्ने नै हो होइन, यसको लागि सी पढ्दै जान्छौँ। सी चाहिँ जेनरल पर्पजको लागि चाहिँ हुन्छ, हामी चाहिँ अब हिस्ट्रीमा जाँदैछौँ है, सी चाहिँ कसरी बिल्ड भयो र कहाँबाट चाहिँ बिल्ड भयो है। सी चाहिँ जेनरल पर्पजको लागि प्रोसिडुरल प्रोग्रामिङ ल्याङ्ग्वेज इनिसियल डेभलप बाई डेनिस रिचिड इन 1978 बेल ल्याबोरेटरी एट एटी एन्ड टी ल्याब है। डेनिस भन्ने मान्छेले चाहिँ प्रोसिडुरल प्रोग्रामिङ ल्याङ्ग्वेज को डेभलप गर्दै गर्दा उसले चाहिँ सी प्रोग्रामिङ चाहिँ पत्ता लागेको हुनु, ऊ चाहिँ फादर अफ सी प्रोग्रामिङ पनि भनेको छन् है। उहाँ अब यसको यो धेरै त जान्नु त नपर्ने हो, तर यो चाहिँ मेन कुरा चाहिँ डेनिस रिचर्ड भन्ने चाहिँ जान्दा राम्रो है। अनि
यो चाहिँ पहिला पहिला चाहिँ केमा हुन्थ्यो भन्दा लिनक्समा अपरेटिङ सिस्टमहरूमा चाहिँ एकदम धेरै युज हुन्थ्यो पहिला र एकछिन अब यो हिस्ट्रीतिर बढी जान पनि हुँदैन हिस्ट्री भनेको सी प्रोग्रामिङ सी प्रोग्रामिङमा क्यारेक्टरिस्टिक अफ सी होइन मेन की क्यारेक्टरिस्टिक के हुन्छ नि है मिन्स कि हामीलाई यो सी प्रोग्रामिङ लेख्नु किन आवश्यक परेको हो त नि सी प्रोग्रामिङ हामीले लेखेर चाहिँ के फाइदा हुने हो त नि हामीसँग त धेरै युज छन् ल्याङ्ग्वेजहरू छन् है अब यो भनेको के भन्दाखेरि चाहिँ कुनै पनि एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज सुरु गर्दाखेरिमा हामीले चाहिँ तपाईँले देख्नुभएको छ कि छैन तर मेरो कन्टेक्समा चाहिँ के छ भन्दाखेरि मेरो कन्टेक्समा चाहिँ सी प्रोग्रामिङ चाहिँ हामीलाई चाहिँ सानोमै पहिला सिकाइन्छ क्या सी प्रोग्रामिङ अनि त्यसले चाहिँ के हुन्छ भन्दा हामीलाई बेसिक नलेजहरू चाहिँ थाहा हुन्छ अनि फेरि हामी कुनै पनि फर्दर सिफ्ट गऱ्यौँ भने फर्दर सिफ्ट कुनै प्रोग्रामिङ सीबाट अब जाभामा जान्छु अथवा जाभामा जान्छु भन्यो भने चाहिँ हामी इजिली वी क्यान गो होइन अब म फेरि त्यो जाभाको फेरि बेसिकबाट जान्छु भन्नु चाहिँ पर्दैन लगभग सबै बेसिक टर्म्सहरू चाहिँ त्यही हुन्छन् र अलिकति केही नयाँ टपिकहरू चाहिँ थपिन्छन् सो
तर यसको ड्रब्याक होइन, यसको हामीले युज गरेर होइन, एउटी के भन्छ भन्दा हामीले चाहिँ मैले भनेअनुसार चाहिँ जसरी चाहिँ ठुलो ठुलो प्रोग्रामलाई चाहिँ सानो सानो एप्रोचमा गर्छ भने तर त्यो चाहिँ ठुलो ठुलो